सो हेलो एभ्रिवान वेलकम ब्याक टु न्यू च्यानल हजुर एकदमै सन्चै आरामै हुन्छ होला म एकदम सन्चै आराममा छु आज चाहिँ हामी चाहिँ कामको भ्लग ल्याइरहेको छु मैले छु हामी चाहिँ त अब डोको बङ्गालाई होइन हाम्रो दाइ चाहिँ यहाँ बसेर गिटी हाल्ने काम हुन्छ हामी चाहिँ डोको बोक्दैछौँ होइन दाइ हो भाइ हो अब दाइ तपाईँ बोक्नु होला हौ यार मेरो टाउको म अब कहीँ किसिममा बोक्छु यहाँ दाइले यहाँ छुट बालेर नाकबाट तानेर मुखबाट निकालेर चाहिँ धुवा है हेर्नुमा गएछ खै छ ल मैले कहिले त्यस्तो तानेको छैन भने अब फर्स्ट टाइम चाहिँ तान्नु एकचोटि त्यसरी होइन यो चुरो नाकमा त्यसो त दाइ जल्दी गरिहाल्ला नि नाकबाट निकाल्नु धुवा नाकबाट निकालेन बुवा मुखबाट निकाल्नु पर्यो क्या त म तानेर क्या विनाश बिग्रिन्छ विनाश बिग्रिन्छ क्या मान्छेको भित्रको लालो एक दुखालो मान्छेले कता नाकबाट तानेर मुखबाट निकाल्छ हौ मुखबाट तानेर नाकको निकाल्नु ल ल वाह सो गाइस त्यही अबसिन चाहिँ भरेतिर अब हामी चाहिँ ठ्याक्क बेलुकीतिर निस्किनु पर्छ गाइस ल सो गाइस हामी चाहिँ निस्किन आँटेको छौँ फाइनली अब हामी चाहिँ यहाँ अब खाना खाने टाइम भइसकेको छ होइन दाइहरू चाहिँ यहाँ यता लुगा फेर्दैछ है दाइ यहाँ सुनिल दाइ चाहिँ यहाँ आएर छ ओ सुनिल दाइ खाना खाने टाइम भयो होइन भयो भन्नु न यार त भाइ भयो भयो सो गाइस अनि हाबेल साथी नआउनु होइन काम छैन हाबेल ढलाई चाहिँ तिम्रो अनि भन्नु छ भनेर हुँदैन तिमी के दुध खानु ताल खाऊ अनि पानी सो गाइस चाहिँ हामी अब घर जाँदा हुन्छ है अहिले चाहिँ सो अब हेर्दै जानु होला गाइस खासम्म पुगिन्छ फाइनली अब निस्किन आँटेको छौँ हामी चाहिँ होइन अब सो अब कतिजना हुनुहुन्छ मेरो भ्लग हेर्नुहुँदैछ है सबैजना मेरो भ्लग हेरेर साथ सपोर्ट गर्नु होला मलाई सब्सक्राइब हान्नु होला यदि सब्सक्राइब हान्नु चाहिँ नभुल्नु होला गाइस हाम्रो अरुण दाइको मम्मी उहाँ हुन्छ होइन यसो अरुण दाइको मम्मीलाई पनि कमेन्ट हान्नु होला टिकटकको नाम के छ तपाईँको भन्नु न साथै युट्युबमा हालिदिन्छु आन्टी अरुण दाइले हेर्नुहुन्छ क्या यो भिडियो निस्केको होइन हौ आन्टी तपाईँ के भन्नुहुन्छ आन्टी ल भन्नु त भ्लगमा केही भन्नु हेर त्यो बोतलमा टिपेर सो गाइस हामीले निस्किसकेको छ माको हामी जाँदैछौँ होइन अब सुनिलाई अघि भर पर्केको होइन सुनिलाई अगाडि जानुहुन्छ अगाडि जान्छु होइन गाइस दिउँसोको हामीले यस्तो कडा लाग्छ कि होइन तपाईँलाई म घरतिर पनि देखाउँछु क्या दिउँसोको कस्तो कडा लाग्छ कि यस्तो कडा लाग्छ कि अब त्यस्तो सकिँदैन क्या नआउनु सुन्छ क्या काम आन्टीहरू चाहिँ अगाडि पुग्छौँ भोग्छौँ हामी पछाडि जान्छौँ हामी चाहिँ खालि पछाडि जान्छ क्या गाइस हामी सुन्दै सो अहिले अबदेखि म यसरी भएको मात्रै गाइस हेर्दै होला हेर्नु होला होइन अब म कुनमा राम्रो हुँदो रहेछ कुनमा क्वालिटी भएको हुँदो रहेछ होइन त्यसमा म अरू गर्छु होइन हेर्नु होला गाइस साथ सपोर्ट गर्नु होला माया देखाउनु होला गाइस मलाई पनि सब्सक्राइब हानेर होइन हामी चाहिँ जान्छौँ यता बाटो घरतिर अलिकति गाइस अलिकति पर्छ हेर्नु बुद्ध दाइले भेट भइसकेको छौँ हाम्रो बुद्ध दाइ चिन्नुहुन्छ होला होइन यो बुद्ध दाइले हामी लाइफमा बुझिरहेको छौँ होइन राति लाइफमा हुनु ल निको भएछ त्यस्तो मेरो भ्लगमा बसेको छैन छैन हेर्नु नाच्छ छैन अहिले हामी खतरा भिडियो गर्दैछौँ मिनी भिडियो स्यालर बेटाएको पनि छ हामीले हेर्नु न सो हामी चाहिँ अब ट्याक्क गरेर म चाहिँ घरतिर आएँ म चाहिँ घर आइपुग्नु घर चाहिँ छ होइन घाम पनि खडा लागेको छ दिदी घाम पनि कति डिग्रीको घाम लाग्छ यस्तो लाग्छ गाइस दिउँसोतिर घाम यस्तो घाम लाग्छ अनि काम गर्ने मनै आउँछ गर्मीले कब हुन्छ सो यो चाबी खोल्नुहोस् है अब
सो अब म चाहिँ अब घर आइसकेँ अब खानासाना खान्छु अनि एकछिन रेस्ट गर्छु अनि त्यसपछि जान्छु गाइस फेरि काममा काम 1 बजीतिर हुन्छ गाइस काम उसो छ गाइस हाम्रो घरको हाल होइन र भातहरू चाहिँ भित्राइसक्यो तर यसको यो तालाको चाबी पनि छैन केही यो तालाको चाबी पनि मम्मीले बोक्छ म यो कोठाको म चाबी बोक्छु यो कोठाको त मैले बोक्नु परेन ओके एकछिन हेर्दै बस्यो अनि मम्मी आउँछ होइन सो कोले मेरो टिकटक हेर्नु भएको छैन भने हेर्नु होला है कमेन्टमा छ टिकटकमा उस छ आशिष डोन छ है हेर्नु होला अब एकैचोटि भर्तिर भेट्नुपर्छ ग्यास ल ग्यास मैले हामीलाई भिडियो बनाउन सकिनँ होइन सो त्यसको लागि ग्यास माइन्डहरू नमान्नु होला होइन अब सो ग्यास त्यस्तै भइहाल्यो मेरो चार्जमै फोन थिएन होइन फोनमा चार्ज थिएन त्यतिखेर ग्यास मैले भ्लग बनाउन सकिनँ होइन अब यो भ्लग चाहिँ बनाउँदैछु होइन अब म कता कता जान्छु होइन के गर्छु अब त्यो सबै तपाईँहरू देखाउँछु ग्यास मेरो भ्लगमा होइन अब एकैचोटि भर्तिर भेट्नुपर्छ ग्यास बाहिर निस्किन आएको छैन अहिले भर्खर हामी चाहिँ यता यस्तो भित्र एकछिन बस्नु आएको होइन ग्यास सो अब हामी अब यस्तो खुल्ला छैन हामीले अघि हुन्छ होइन के सो अब गाइस म भयो पार्टी पनि जान्छु है तपाईँहरू अब के भएर तपाईँ देखाउँछु होइन बेटी त मैले हेरेको छ त्यो के ब्रिटिस कपडा मसँग मात्रै गएको म एक्लै सलिन भाइ ओ सप्लन सो गाइस अहिले हामी अब के गर्नु तल के गर्नु न कसले के सल्ले भन्ने निस्किन टोक्दै गरे हैन सो गाइस देखि मान्नु भन्न देखेको नभए ब्लगमा ब्लग हेरेर आएको लकडाउन गएछ खाएको चाहिँ बनाएर त ल गाइस म हिँडेको हरेको तर बाइक आउँछ बाइक ओइ रुक त माइक खेल्नु पर्यो सुरु चाहिँ जैसे पेन काटेको छ है 1 2 3 गो यसले हान्छ खतरा जो छ तर नेपालमा यो छ यसले न 90 उइ 900 हजुर सो गाइस यो आन्टीले चिन्नुहुन्छ होला अब यो आन्टी हाम्रो भिडियोमा सबै बुझ्दैछ यार भाइरलमा छ तपाईँ हाम्रो भिडियोमा के तपाईँको तर्फबाट जस्तो पनि होइन भ्युज क्या 50 लाख अब अनि क्यामेरा बप्पा लाग्छ नि क्यामेरा हुन्छ ल सो गाइस म चाहिँ टाइगर बक्स हालेको छु होइन अब आजको क्यामेराम्यान चाहिँ हाम्रो आयुष साथी छैन हेर्नु होला गाइस अब म चाहिँ बस्छु है एक्सर्साइज कति घर दिन कता कता इम्पोर्टेन्ट सामान ओभर अहिले हेर त्यहाँ म खेलेको बल खेल्छु भिडियो चाहिँ अलिकति लङ हुन्छ र अलिक स्पिडतिर हेर्नु सो गाइस आज धेरै रमाइलो भयो हामी बल खेलेर अहिले भर्खर ठ्याक्क हामी चाहिँ एकछिन रेस्ट गरेको होइन हाल्नु चाहिँ गाइस हाल्नु चाहिँ हामी नै हाल्यो भने यिनीहरूले जितेकोले ओइ ल एक्सट्रिम खुवाउने ल ओइ ओइ चलिने एक्सट्रिम खुवाउने होइन ल हात्ती मऱ्यो हारेको तिमीहरूले पो खुवाउने ल सो आजको लागि चाहिँ गाइस यति नै हुँदैछ हाम्रो भ्लग पनि होइन सो यस्तै हो गाइस अलिकति रमाइलो भयो होइन बल खेल्दाखेरि होइन सो हजुरले देख्नुहुन्थ्यो तर होइन गाइस त्यहाँ बार्नु लाग्थ्यो होइन ल ढुङ्गा हालेको छु सो गाइस त्यस्तै भयो भ्लगहरू अब यदि राम्रो हुन्छ भने यसलाई राम्रो यदि तपाईँलाई राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब भन्नु चाहिँ नभुल्नु होला गाइस आजको भिडियो यति नै हो के अरे है अन्त भन्दा के भन्नु
लाइक सेयर सब्सक्राइब गरिदिनु होला राम्रो लाग्यो भने भिडियो सो गाइस आजको भ्लग यति नै भन्न चाहँदैछु अब अर्को च्यानलमा फेरि पनि भेट्नुपर्छ बाई बाई लुक्यो